हेलो एभ्रिवान वेलकम टु माई च्यानल। आजको यो भिडियोमा चाहिँ हामी हजुरहरूलाई घरमै डे टु डे युज गर्ने मसला जुन चाहिँ हामीले तरकारीमा माछा मासु पकाउँदा र म्यारिनेसन गर्दा पनि युज गर्न मिल्छ, त्यो मसला घरमै कसरी सजिलै बनाउन सकिन्छ भनेर देखाउँदैछौँ। यो मसला बनाउनको लागि चाहिँ हामीले सुरुमा जिरा र धनियाँ लिन्छौँ। जिरा र धनियाँ कति लिने भन्दाखेरि जहिले पनि हामीले जिरा र धनियाँ चाहिँ 2:1 को रेसमा लिनुपर्छ। हजुरहरूले 2 किलो धनियाँ लिनुभयो भने 1 किलो जिरा लिनुहोला र जिरा र धनियाँ चाहिँ हामीले एक दिनभरि मजाले घाममा सुकाएर राख्छौँ। यसरी घाममा सुकाउँदा चाहिँ यो पिन्न सजिलो हुन्छ र धेरै मसिनो पनि हुन्छ। यदि हजुरहरूले यसलाई सुकाउनु भएन भने चाहिँ यो पिन्दाखेरि खासै मसिनो हुँदैन र त्यसमा त्यो दानाहरू अलिक च्याक्क पर्ने हुन्छ। जिरा र धनियाँलाई चाहिँ हजुरहरूले सुकाउन भ्याउनु भएन भने अथवा घामै लागेन भने प्यान तताएर प्यानमा टोस्ट गर्दा पनि हुन्छ, तर त्यो गर्दा चाहिँ हल्का त्यो फ्राई गरेको हुन्छ नि स्मेल आउँछ। त्यही भएर सकभर चाहिँ घाममा सुकाउँदा राम्रो। सक्नु भएन भने चाहिँ यसलाई प्यानमा टोस्ट गरेर ब्लेन्ड गर्दा पनि हुन्छ। यो मसला बनाउनको लागि चाहिँ मैले चाहिँ लगभग 500 ग्राम धनियाँ र 250 ग्राम 250 ग्राम चाहिँ जिरा लिएको छु। त्यो बाहेक मैले 1 टेबल स्पुन ल्वाङ, 2 टेबल स्पुन दालचिनी, एउटा जायफल, 1 टेबल स्पुन सुकमेल र 10-12 वटा अलैँची लिएको छु। यो सबै मरमसलालाई चाहिँ मैले एक दिनभरि घाममा सुकाएको छु र अब हामी यसलाई पिन्न जाँदैछौँ। म चाहिँ यो मसलालाई नर्मली कफी ग्राइन्डरमा पिन्छु। यदि हजुरहरूसँग कफी ग्राइन्डर छैन भने घरमै भएको नर्मल मिक्सर अथवा ग्राइन्डरमा पिन्दा पनि हुन्छ। तर त्यो गर्दा चाहिँ बिस्तारै पिन्नुपर्छ किनकि अलिक छिटो तातिन्छ कफी ग्राइन्डरभन्दा। र मैले बिस्तारै एक एकवटा गरी सबै मसला ग्राइन्डरमा हाल्दै पिन्दैछु। मैले चाहिँ यहाँ सबै मसला पिनिसकेँ। पिनिसकेपछि चाहिँ हामीले यसलाई सबै मसलालाई मजाले चलाएर मोल्नुपर्छ, मिक्स हुनुपर्छ मोल्नुभन्दा पनि। यसरी मिक्स गर्दा चाहिँ इभनली सबै गरम मसला, जिरा धनियाँको रेसिपी सबै मजाले डिस्ट्रिब्युट हुन्छ। मसला पिनिसकेपछि चाहिँ हामीले यसलाई एउटा सुक्खा भाँडो अथवा ड्राई कन्टेनर अथवा सुक्खा सिसाको भाँडोमा राख्नुपर्छ। त्यसरी राख्दा चाहिँ मसला लङ टर्मसम्म नबिग्रिकन बस्छ। चिसो भयो भने चाहिँ मसला छिट्टै बिग्रिन्छ। हजुरहरू पनि यसरी सजिलै घरमा मसला बनाउन सक्नुहुन्छ। यो मसला चाहिँ हामीले बजारमा किनेको भन्दा साह्रै राम्रो हुन्छ। यसमा मिसावट पनि केही हुँदैन र यो चाहिँ बनाउन एकदम सजिलो र खान नि मिठो छ। सो यदि हजुरहरूलाई हाम्रो यो भिडियो राम्रो लाग्यो भने प्लिज सब्सक्राइब र सेयर गर्नुहोला। यसले चाहिँ हामीलाई ठुलो मद्दत पुग्छ ग्रो गर्नको लागि। थ्याङ्क यू फर वाचिङ माई भिडियो। सी यू अन द नेक्स्ट वान।